दिस इज च्याम्पियन्स लिग अ पिक फुटबल सिनेमा। फर्स्ट लेगमा डर्टमुन्डसँग 2-0 पछि परेको एटलान्टाले हिजो सेकेन्ड लेगमा क्या खेल्यो यार। गोइङ टु दिस म्याच आई वाज नट कन्फिडेन्ट अबाउट डर्टमुन्ड, किनकि डर्टमुन्ड एउटा यस्तो अनप्रेडिक्टेबल टिम हो। कहिले उसले अनएक्सपेक्टेडली जितिन्छ भने कहिले अनएक्सपेक्टेडली हारिदिन्छ, जस्ट लाइक एस्टरडे। दे आर नेभर अ कन्सिस्टेन्ट टिम र हिजो दे लिटरली बटल देयर लिड। गेमको 5 मिनटमै स्कामाकाले गोल गरेर कमब्याकको मेसेज दिइसकेका थिए। त्यसपछि जापाकोस्टा र प्यासालिक, जसको गेम आज मास्टर क्लास थियो, उनीहरूले गोल गरेर एटलान्टालाई लिडमा पुर्याइदिए। तर 75 मिनट्समा आदियामीले गोल गर्दै डर्टमुन्डलाई फेरि लेभलमा पुर्याइदिए। बट 90+7 मिनट्समा एटलान्टाको काउन्टर अट्याकमा बल क्लियर गर्न खोज्दा बेन्से बाइनीको स्कर्पियो किक अनफर्चुनेटली क्रिस्टोबिकको खोब्रामा लाग्छ र रगत नै आउँछ। एन्ड पेनाल्टी वाज गिभन एज डिजर्भ, and Atlanta scoring the penalty make a remontada unlike Inter Milan against Bodo and reach top 16. This was one of the best UCL match, no doubt. तर कमब्याक त गर्न सकेन युभेन्टसले अगेन्स्ट ग्यालातासारे। फर्स्ट लेगमा 5-2 ले पछि परेको युभेन्टसले सेकेन्ड लेगमा कमब्याक गर्दै 3 गोल त हानेको, तर एक्स्ट्रा टाइममा ग्यालातासारेले 2 गोल ठोकेर एग्रिगेट स्कोर 7-5 पुर्याएपछि युभेन्टसको युसिएलको सपना यतिमै सकियो। युवेले पनि उही इन्टर मिलानकै जस्तो गल्ती गर्यो भन्दा फरक नपर्ला। 5.2 को एक्जी, 8 बिग चान्सेस क्रिएटेड एन्ड 5 बिग चान्सेस मिस्ड। तर होल म्याचमा चुप बसेको ग्यालातासारेले एक्स्ट्रा मिनट्समा ओसिमन र येल्मिजको थ्रुबाट 2 बिग चान्सेस क्रिएटेड एन्ड दे डिड नट मिस, बट दे बरिड देयर बोथ चान्सेस सेम लाइक बोडो डिड अगेन्स्ट इन्टर मिलान। उता पिएसजीले पनि एज एक्सपेक्टेड डिफिटेड मोनाको अन एग्रिगेट। पिएसजी वर मोर डोमिनेन्ट साइड, तर एन मिनटसम्म मोनाकोले पनि ट्राई गरेको, बट दे कुड नट डु मोर देन द्याट एन्ड देयर ड्रिम अफ युसिएल अल्सो एन्ड्स हियर। तर द म्याच आई एक्सपेक्टेड वुड बी फन। रियल मड्रिड भर्सेस बेनिफिका भने यस्तो बोरिङ रह्यो। हाई स्कोरिङ हुन्छ भनेको यो म्याच उही केटाकेटी आए गुलेली खेलाए मटेङ्ग्राको नाश जस्तै भयो। बेनिफिका स्टार्टेड द गेम विथ अ अर्ली गोल, तर दे कुड नट डु एनिथिङ आफ्टरवर्ड्स इन द होल म्याच। यता मड्रिडको साइडबाट पनि होल म्याचमा त्यो लेभलको इफोर्ट देखिएन। चुआमिनी स्कोर द फर्स्ट गोल एन्ड लेटर विथ इन्डिभिजुअल ब्रिलियन्समा भिनी स्कोर द लास्ट गोल, एन्ड द्याट्स इनफ फर रियल मड्रिड टु विन देयर गेम एन्ड स्पट एट टप 16। बेनिफिकाले नि हियर एन्ड देयर चान्सेस त क्रिएट गरेको हो, तर अब रियल मड्रिडको डिफेन्स लुक सलिड भन्ने कि बेनिफिका वेयर नट क्लिनिकल, द्याट्स द सेम। सो वी हेभ आवर टप 16 टिम्स फर युसिएल र नेक्स्ट म्याचेसहरूको ड्र पनि छिट्टै हुन्छ। सो दिस इज बल सेन्साई, थ्याङ्क्स फर वाचिङ, साइन अप एन्ड सी यु लेटर।